तस्लिक सम्पूर्णमा साथै यहाँहरूलाई स्वागत छ मेरो च्यानलमा। आजको यस भिडियोमा यो वर्ष यानि कि काट स्त्री सर्प वर्ष, यो वर्ष बढी प्रभाव पार्न सक्ने केही खड्कोहरू र त्यसै गरी केही ठुलो ग्रहहरूको बारेमा जानकारी दिनका लागि उपस्थित भएको छु। किनभने हामीले यस्ता ग्रहहरू र खड्कोहरूको पूर्व पहिचान गरेर चाहिँ यसलाई हामीले शान्त पार्न सकिन्छ। त्यसो भएको खण्डमा हामीलाई विभिन्न प्रकारको विघ्न बाधा, हानि र नोक्सानीबाट बच्न सकिने भएको हुँदाखेरि यसलाई म आज यो भिडियो मार्फत यो कसरी चाहिँ हामीले शान्त पार्न सकिन्छ भनेर चाहिँ चर्चा गर्न गइरहेको छु। त्यसो भएको हुनाले यो सम्बन्धी बुझ्न चाहनु हुनेहरूले भिडियोले अन्तिमसम्म हेरेर साथ दिनुहोला। प्रथम जति पनि सर्प वर्षहरू हुनुहुन्छ त्यो सबै वर्गलाई चाहिँ यो वर्ष रङ्केक यानि कि 16 ग्रह चलेको छ। त्यो भएको हुनाले चाहिँ यसलाई चाहिँ हामीले जोडी वर्ष पनि भन्छौँ। यो वर्ष चाहिँ अब यस्ता रङ्केक चलेको हुनाले चाहिँ हामीले अब विशेष गरी बिरामीहरूलाई भेट्नु, त्यसै गरी बिरामीको स्याहार सुसार गर्ने र विशेष गरी घर निर्माण कार्यहरू गर्ने त्यस्तो प्रकारको कार्यहरू गर्नको लागि चाहिँ उपयुक्त समय होइन। त्यसै गरी यो वर्ष चाहिँ अचानक होइन आकस्मिक दुर्घटनाहरूमा पर्न सक्ने, त्यसै गरी विवाद आरोपहरू लाग्न सक्ने, त्यसै गरी धन हानि हुन सक्ने, दुःख होइन र त्यसै गरी पीडा अनि चाहिँ मनमा पनि चिन्ता र शोकले सताउने भनेर चाहिँ भनिएको छ। त्यो भएको हुनाले जति पनि आफ्नो वर्ष यो रङ्केक चलिरहेको छ त्यो वर्षहरूले चाहिँ यसपालि विशेष गरी आयुको पूजा, अब छ्याउङहरू त्यस्तोहरू भएको ठाउँमा हामी जाने, छ्याउङहरू चाहिँ छ्याउङको आयु अभिषेक लिने होइन। त्यसै गरी हामीले लामाहरूलाई चाहिँ ढाकेर घरमा आमन्त्रित गरेर चाहिँ द्वाक्पा, छेथर, दुकर त्यस्तो प्रकारको पाठहरूको चाहिँ पाठ गरेर हामीले ग्रहलाई शान्त पार्न सकिन्छ है। त्यसपछि भनेको यो वर्ष सुँगुर वर्ष, सुँगुर वर्षलाई चाहिँ दुन्सुर भन्छौँ। यानि कि यो चाहिँ सप्तकोणी ग्रह चलेको छ। त्यो भएको हुनाले जति पनि सुँगुर वर्षहरू हुनुहुन्छ यहाँहरूलाई यो वर्ष चाहिँ जै जगाडा हुने, त्यसै गरी पारिवारिक समस्याहरूमा फस्न सक्ने, मनको सन्तुलन गुमाउने, आफूले चिताएको कामहरू पनि पुनः नहुने र त्यस्तो खालको चाहिँ अरू केही जिम्मेवारी, अप्ठ्यारो जिम्मेवारी चाहिँ आउनु सक्ने त्यस्तो भनेर भनिएको छ। त्यसै गरी हामीले अनावश्यक व्यक्तिहरूसँग पनि सङ्गत गर्ने र विदेश यात्रा गर्नु अनि त्यस्तो खालको कार्यहरू गर्नुको लागि चाहिँ राम्रो छैन है। विदेश यात्राको लागि पनि राम्रो छैन। त्यो भएको हुनाले त्यस्तो जति पनि सुँगुर वर्ष हुनुहुन्छ उहाँहरूले चाहिँ चुसुम, तोप्छिन, पुङ्गेन, धुङ्गेन र त्यसै गरी ढाला, ग्याल्सिन्चेमु अनि तग्जुङ नामक पुस्तकहरूको चाहिँ वाचन गर्ने र त्यसै गरी नाग पूजाहरू त्यस्तो आदि गर्ने र यदि टाढाको विदेश यात्रा गर्नै परेको खण्डमा चाहिँ अनि आफ्नो उमेर जति हुनुभएको छ त्यतिकै सङ्ख्यामा चाहिँ साछा चाहिँ बनाएर अनि आफ्नो एउटा दुच्यो पर्ने दिशामा अब यसको लागि चाहिँ हामीले लामासँग नै लामा गुरुहरूसँगै सरसल्लाह गर्नुभएर चाहिँ यसको पूजा गर्नुभयो भने चाहिँ भएर चाहिँ यसलाई चाहिँ यो ग्रहलाई चाहिँ शान्त पार्न सकिन्छ है। त्यसपछि रहेको छ थुन्सुम। थुन्सुम यानि कि त्रिअनुकूल वर्ग। यो वर्ष चाहिँ चरा वर्षहरूलाई, चरा वर्ष र त्यसै गरी गोरु वर्ष, यी दुई वर्गहरू चाहिँ त्रिअनुकूल
ग्रहमा परेको छ। त्यो भएको हुनाले यो त्रिअनुकूल ग्रह चलिरहँदाखेरि चाहिँ विवाह गर्ने, त्यसै गरी टाढाको यात्रा, दुई वर्गलाई त्रिअनुकूल ग्रह चलिरहेको हुनाले यो वर्ष यी दुई वर्गले विवाह गर्नु र त्यसै गरी विदेश टाढाको यात्रा गर्नु, त्यसै गरी लडाइँ झैझगडा र मलामी जाने त्यस्तोहरू जाँदा गर्दाखेरि चाहिँ अत्यन्तै आफूलाई हानिकारक हुन सक्ने भनेर चाहिँ भनिएको छ है। अब त्यसै गरी यस्ता थुनसुन वर्गहरूको मनमा चाहिँ मानिसको मनमा अशान्ति, त्यसै गरी स्वास्थ्यमा हानि र पढाइमा पनि बाधा चाहिँ देखिन्छ। त्यो भएको हुनाले घर सार्ने अनि मलामी जाने त्यस्तो कार्यहरू चाहिँ नगरेको राम्रो। अनि अब यो ग्रहलाई शान्त पार्नको लागि चाहिँ ग्याब्जी पूजाहरू, त्यसै गरी याङ पूजा, फुला ढालाको पूजा गरेर चाहिँ यो ग्रहलाई चाहिँ शान्त पार्न सकिन्छ। त्यसपछि टक्टेल लोनम जिसेत्ते यानि कि बाघ वर्ष र त्यसै गरी बाँदर वर्षलाई चाहिँ जिसेत यानि कि चतुर्घाती ग्रह परेको छ। त्यो भएको हुनाले यो ग्रहहरूले चाहिँ यो वर्गले चाहिँ यानि कि बाघ र बाँदर वर्ष यी दुई वर्गहरूले चाहिँ प्रायः चाहिँ नयाँ मित्रहरू गाँच्ने, त्यसै गरी विदेश गएर जाने होइन, नयाँ व्यापार सुरु गर्ने, त्यसै गरी नयाँ ठाउँ सार्ने, जग्गाको कारोबार गर्ने त्यस्तो कार्यहरू चाहिँ यो वर्ष चाहिँ त्यति राम्रो छैन, यानि कि लाभदायक नहुने देखिन्छ। त्यो भएको हुनाले त्यो उक्त ग्रहलाई शान्त पार्नको लागि चाहिँ निठी, सक्लु, मेन्दो, धोमाङ, त्यसै गरी भर्सेलाम्सेल, समलुडो, ग्यातोङबा आदि पाठहरू चाहिँ वाचन गरेर र त्यसै गरी मेडिसन बुद्ध सँगै मेल्नाको जबरा साधना गरेर उक्त ग्रहलाई चाहिँ शान्त पार्न सकिन्छ। यो त भयो यो वर्षभरि प्रभाव पार्न सक्ने केही ठुलो ग्रहहरू र त्यसै गरी खड्कोहरू। अरू पनि अब 9 वर्ष, त्यसै गरी 19 वर्ष, 27 वर्ष त्यस्तो वर्षहरूमा पर्दाखेरि पनि पूजाहरू गर्नुपर्ने हुन्छ। तर तिनीहरूभन्दा पनि अहिलेको यो ग्रहहरू चाहिँ एकदमै गर्नुपर्ने अति आवश्यक भएको हुनाले आजको यस भिडियो अन्तर्गत यसको चर्चा गरिएको हो। र अब सकेको खण्डमा चाहिँ यिनीहरू सबै आफ्नो प्रकारको पूजाहरू गर्दाखेरि राम्रो। त्यो चाहिँ अब ज्योतिष गुरुहरूसँग, त्यसै गरी लामा गुरुहरूसँग सम्पर्क गरेर चाहिँ उहाँहरूसँग सम्पर्क गर्नु भएर चाहिँ यो सम्बन्धी चाहिँ पूजाहरू गर्नुभएको राम्रो। यदि सक्नु भएन भने चाहिँ दोमाङ चाहिँ अनिवार्य रूपमा यी ग्रहहरूले चाहिँ पढाउनु पर्ने देखिन्छ है। भन्दै आजको यस भिडियोबाट बिदा माग्न चाहन्छु। हस्त, नमस्ते।